केही समय यता प्रहरी जवानदेखि उच्च पदस्थ अधिकृतहरूसम्म जागिर छोड्ने होडबाजी चलिरहेको देखिन्छ। युवाहरू प्रहरी सङ्गठनमा बसेर लामो समयसम्म सेवा गर्न किन हिचकिचाउन थालेका छन्? यही सन्दर्भमा प्रहरी प्रधान कार्यालयले केही दिन अघि सूचना जारी गर्दै जानकारी बिना अनुपस्थिति भएका कर्मचारीहरूलाई 7 दिनभित्र हाजिर हुन आग्रह गरेको छ। तर यस्तो सूचना यो पहिलो पटक भने होइन। यसअघि पनि पटक पटक यस्तो अनुरोध जारी गरिँदै आएको थियो। हाजिर हुन नआउनेको सङ्ख्या मात्रै बढिरहेको छैन, स्वइच्छाले राजीनामा बुझाउने र राजीनामा स्वीकृत नभएपछि प्रहरी सङ्गठन छोड्नेको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ। पछिल्लो 9 महिनामा मात्रै 891 जना प्रहरी कर्मचारीहरूले जागिर छोडिसकेका छन्। अनिवार्य अवकाश अर्थात् उमेर पुगेपछि सरकारले गर्ने अवकाशमा मात्रै पनि कर्मचारीहरूको सङ्ख्या 248 पुगेको छ। त्यसबाहेक न त राजीनामा स्वीकृत गराउँछन् न त हाजिर नै हुन आउँछन्। यस्ता बेपत्ता हुने कर्मचारीहरूको सङ्ख्या पनि उल्लेख्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाजिर हुने अवस्था हेर्ने भने हामीले हरेक वर्षमा अराउन्ड 100 जना 100 प्लसको अराउन्डमा गइरहन्छन्। होइन, हामीले अब नर्मली धेरै जसो हेर्दाखेरि चाहिँ अब नेपाल बाहिर जब छोडेर बाहिर गइसकेको अवस्थाहरू हुन सक्छन्। यदि पछिल्लो 5 वर्षको तथ्याङ्क हेर्ने हो भने राजीनामा स्वीकृत गराएरै पनि प्रहरी सङ्गठन छोड्नेको सङ्ख्या 5000 भन्दा बढी पुगिसकेको छ। सङ्गठनभित्र जागिरमै रहेका प्रहरी कर्मचारीहरू समेत सेवा सुविधा र कार्य व्यवस्थापनप्रति असन्तुष्ट छन्। परिणामस्वरूप जागिर छोड्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। गत माघ महिनामा प्रहरी प्रधान कार्यालयले आफ्नै सङ्गठनका भित्री सदस्यहरूबाट सर्वेक्षण गराएको थियो, आखिर प्रहरी कर्मचारीहरू जागिर किन छोड्दैछन् भन्ने बुझ्नका लागि। तर सर्वेक्षणपछि देखिएको समस्याहरू समाधान गर्न सरकार र सङ्गठनले खासै चासो देखाएको छैन, जसले गर्दा असन्तुष्टि झन बढ्दै गइरहेको छ। सर्वेक्षणपछि सार्वजनिक निष्कर्ष अनुसार प्रहरी सङ्गठनबाट व्यापक रूपमा जागिर छोड्नेको प्रमुख कारणहरू यस्ता छन्। तलब भत्ता न्यून हुनु। हाल प्रहरी जवानहरूको मासिक तलब 22 देखि 25 हजार रुपियाँ मात्रै छ, जुन वर्तमान महँगीमा परिवार पाल्न अत्यन्त कठिन भएको छ। त्यस्तै गरी अत्याधिक कार्य समय। 12 देखि 24 घण्टासम्म लामो ड्युटीमा खटिनुपर्ने तर त्यही अनुपातमा सेवा सुविधा नपाउनु। त्यस्तै गरी सङ्गठनभित्रको व्यतिथि र राजनीति हस्तक्षेप। प्रहरी सङ्गठनभित्र बढुवा सरुवा ग्रेड र कार्य विभाजनमा भइरहेको अनुचित हस्तक्षेपले कर्मचारीहरूमा निराशा बढाइरहेको छ। त्यसै गरी विदेश रोजगारीतर्फ आकर्षण। प्रहरी सङ्गठनमा कठिन परिश्रम गर्दा प्राप्त हुने कम आम्दानी भन्दा वैदेशिक रोजगारीमा सहजै राम्रो कमाइ हुने देखिएपछि धेरै युवाहरू जागिर छोडेर विदेश जाने योजना बनाउन थालेका छन्। महिनाको 22,000 तलब दिएर 32,000 एसपी हुँदा पुर्याइदिएर छोराछोरीलाई पढ्न नदिएर त्यसपछि पनि विदेशी बाध्य नेपालमा कतै पुलिस छन्? उहाँहरूको अधिकारको लागि कसैले बोलेको छ? दिनरात खानी भत्ता दिँदैन उहाँहरूलाई। त्यसै गरी अर्को छ बढुवा ढिलाइ र सेवा अवधि वृद्धि। बढुवा प्रक्रियामा ढिलाइ, ग्रेड रोका हुने जस्ता समस्यासँगै हाल सेवा अवधि 16 वर्षबाट बढाएर 20 वर्ष पुर्याइएको